सुनको मृग बनेर आउनु भएको थियो भगवान। त्यही भएर पारीपट्टि मृगस्थली जो वन छ पारीपट्टिको त्यो वनमा भगवान शंकरजी आएर विचरण गर्नुभयो। त्यसपछि माथिपट्टि बडो सुन्दर दिव्य दरबार माता रानीको दरबार छ, गुजेश्वरी धाम। दर्शन गर्नु भएको छ नि सबैले? जय होस्। त्यहाँ पुगेपछि त्यहाँ त पुग्नै पर्छ। गुजेश्वरी धाम जहाँ माता सती माताको गुजद्वार पतन भएर जुन दिव्य दरबार छ, माता सती माताको शक्तिपीठ प्रकट भएको स्थान, त्यो पावन भूमि हो। र बाबा पशुपतिनाथको र माता गुजेश्वरीको बीचबाट बग्दै गरेकी कलकल बागमती, जो बागमतीको तटमा एक क्षण पनि बसेर उभिएर श्वास मात्र लिन्छ भने पनि त्यसलाई भगवान शंकरले आफ्नो चरण स्थान दिनुहुन्छ भनेको छ। हामी बडो भाग्यमानी छौँ हजुर। यो नेपाल आमाको काखमा, यो भरतखण्डको पावन भूमिमा हामी जन्म लिन पायौँ। यो भारतवर्षको आनन्दमा हेर्नुहोस्, यो भरतखण्ड बडो सुन्दर छ है। नेपाल आमाको यो पावन पवित्र भूमिलाई भरतखण्ड भारतवर्ष भनिएको छ। यो भूमिलाई जम्बूद्वीप भनिएको छ। र यस भूमिको, यो तपोभूमिको, ऋषिमुनिगणले ध्यान तपस्या गरेको तपस्थलीको यो माटो पनि हजुर चन्दन लाउन योग्य छ। यो माटो जुन छ नि हामी बसेको, यो माटो पनि चन्दन टीका लगाउन योग्य भूमि छ भनेको छ। त्यस्तो पवित्र भूमिमा हामी जन्म लिन पाएका छौँ। बोल्नुहोस् नेपाल आमाको गौ माताको। अब बाबा पशुपतिनाथको नाम कसरी पशुपति रहन गयो? आज बडो सुन्दर कथा छ यहाँ। जब जालन्धरलाई, हिजोको हाम्रो कथा प्रसङ्गमा आएको थियो, जालन्धर जसलाई भगवानले उद्धार गरिदिनु, जालन्धरकी पत्नी वृन्दाले भगवान श्रीहरिलाई श्राप दिइन्, तिमीले पत्थर बन्न परोस्। भगवान शालिग्रामजी बन्नु पर्यो। तिमीले वृक्ष बन्न परोस्, भगवान पिपल वृक्ष बनिदिनु भयो। तिमीले घाँस बन्न परोस्, भगवान कुश बनिदिनु भयो। तर तुलसी अर्थात् वृन्दाको अर्थ हो तुलसी। हामी वृन्दावन भन्छौँ नि। वृन्दा भनेको के हो? वृन्दा भनेको के रहेछ? अलि जोडले भन्नु, के रहेछ? हजुरको घरमा तुलसीको वृक्ष छ? सबैको घरमा छ? आफ्नै हातले रोप्नु भएको छ नि? छोरा छोरीलाई, पतिदेवलाई, सबलाई रोप्न लगाउने एउटा वृक्ष चाहिँ रोप्नै पर्छ आफ्नै हातले। अनि त्यो वृक्षलाई रोप्ने मात्र होइन, जल चढाएर त्यसलाई फल फुल्लाउनु पर्यो, अर्थात् मन्जरी आउनेसम्म बनाउनु पर्यो। तब मात्र त्यो तुलसी रोपेको फल प्राप्त हुन्छ। त्यति मात्रै होइन, अझ पूर्ण फल प्राप्त गर्नलाई त्यो रोपेको तुलसीको विवाह गरिदिनु पर्छ। कोसँग? मैले हिजो सुनाएको। कोसँग? शालिग्राम भगवानसँग। र तुलसीको मोठमा नि हजुर यहाँ आजको कथामा आउँछ, तुलसीको मोठमा तुलसीको साथमा दुईटा कुरा सँगै राख्नु हो। तुलसीको वृक्षमा दुईटा कुरा सँगै राख्नुपर्छ। हजुरहरू साँझबत्ती बाल्नुहुन्छ, साँझबत्ती बालेको बेला तुलसीजीमा पनि साँझबत्ती सकेसम्म बाल्नु, एउटा दीपक जलाउनु सन्ध्यामा, साँझमा है, सम्भव भएसम्म। भोलि एकादशी छ। भोलि के छ रे? भोलि एकादशी पनि छ। बडो दिव्य महिमा छ है। कथा एक दिन छुट्यो भने भोलिपल्ट त्यो कथा आउँदै कथा एक दिन नछुटिकन सुन्नु। 11 दिनको कथा। हिजोको कथा आज आउँदैन, आजको कथा भोलि आउँदैन। शिव पुराण फेरि कहिले सुन्न पाइन्छ, कहिले हो कि होइन?